मोतीबिन्दुको शल्यक्रिया गराउँदैमा चस्मा नै नलगाई सबै कुरा स्पष्ट देखिन्छ भन्ने होइन। केही मानिसको टाढाको दृष्टि मात्र राम्रो हुन्छ, नजिकको दृष्टिको लागि भने चस्मा नै चाहिन सक्छ। तर केही मानिसको टाढा र नजिक दुवै दृष्टि स्पष्ट हुन सक्छ। यो मुख्य रूपमा मोतीबिन्दुको शल्यक्रिया गर्दा आँखाभित्र कुन प्रकारको लेन्स राखिएको छ भन्ने कुरामा निर्भर हुन्छ। सामान्यतः प्रयोग हुने स्ट्यान्डर्ड मोनोफोकल लेन्सले प्राय टाढाको दृष्टि मात्र स्पष्ट बनाउँछ, तर एडभान्स मल्टिफोकल लेन्सले टाढा, बिचको दूरी र नजिक तीनै दूरीमा देख्न मद्दत गर्न सक्छ। तर एउटा कुरा निकै बुझ्न जरुरी छ, एकपटक आँखाभित्र लेन्स राखिसकेपछि त्यसलाई सजिलै परिवर्तन गर्न सकिँदैन। त्यसैले सर्जरी गर्नु अघि आफ्नो डाक्टरसँग राम्रोसँग सल्लाह गरेर आफ्नो आवश्यकता अनुसार लेन्स छनौट गर्नुहोस्। यदि तपाईको चिनजानमा आफन्तमा मोतीबिन्दुको शल्यक्रिया गराउन चाहनुहुन्छ भने तयारीमा हुनुहुन्छ भने यो भिडियो उहाँले सेयर गर्नुहोला। धन्यवाद।